हामी ठुलो त भयौँ, तर हाम्रो कमाइले सपना किन्न छाडेर जब जिम्मेवारी मात्र धान्न थाल्यो नि, हो त्यही दिन हामीले आफ्नो बाल्यकाल गुमायौँ। म 16 वर्षको हुँदा मैले मेरो जीवनको पहिलो तलब कमाएको थिएँ, मात्र 3000 रुपैयाँ। त्यो पैसा कसैले दिएको पकेट खर्च वा उपहार थिएन, त्यो मेरो आफ्नै पसिनाको कमाइ थियो। मलाई अझै सम्झना छ, ती नोटहरू हातमा समात्दा एउटा छुट्टै डर र उत्साह थियो। जब तपाईसँग अभाव धेरै हुन्छ नि, तब पैसाको महत्त्व अर्कै हुँदो रहेछ। मलाई त्यो पैसा जथाभावी खर्च गर्नु थिएन। म कयौँ दिनसम्म त्यो 3000 झोलामा बोकेर हिँडेँ, घरिघरि निकालेर गन्थेँ। मानौ ती नोटहरू गनिरहँदा मलाई त्यसको सही सदुपयोग गर्ने बुद्धि आउँछ। अन्ततः मैले आफ्नो परिवारको लागि केही गर्ने निर्णय गरेँ। सबैलाई मनपर्ने ससाना उपहार र टन्ने चकलेटहरू किने, किनकि केही खुसीहरूमा धेरै सोच्नु हुँदैन। जब म वर्षको एकपटक घर जाने त्यो पावन छुट्टीमा घर गएँ र एक एक गर्दै उपहार दिएँ, बुबा आमाको अनुहारमा एउटा छुट्टै गर्व देखेँ। त्यो दिन मलाई आफू अलि अग्लो भएको महसुस भयो। पैसाले गर्दा होइन, त्यो पैसाले दिएको खुसीले गर्दा। तर आज त्यो पल सम्झँदा मन कता कता भारी हुन्छ, किनकि त्यो नै अन्तिम पटक थियो जब पैसाको हिसाब यति सरल थियो। 20-30 वर्षको उमेरमा आइपुग्दा पैसाको परिभाषा नै बदलियो। यसले सोध्न छाड्यो, तिमीलाई के गर्न मन छ? बरु हराउन थाल्यो, पहिले कुन चाहिँ हिसाब पुरा गर्छौ? अब चकलेटको ठाउँ कोठा भाडा, EMI र बिलहरूले लिए। हामीले कमाउन त धेरै थाल्यौँ, तर भारी पनि बढ्दै गयो। हामीले खुसीले होइन, डर र सावधानीले खर्च गर्न थाल्यौँ। सायद त्यसैले हामीलाई पहिलो तलबको यति धेरै याद आउँछ, किनकि यसमा डर होइन, आशा थियो, बाध्यता होइन, एउटा मिठो रोजाइ थियो। त्यो 16 वर्षको म आज पनि कतै भित्र जीवित छ, हातमा 3000 रुपैयाँ लिएर एउटा सुन्दर भविष्यको सपना देख्दै। म आज पनि त्यो याद सँगालेर हिँड्छु, ताकि यी बिल र बोझहरूको बिचमा आफूलाई नहराउँ। तर कहिलेकाहीँ सोध्छु, आफ्नो सुरक्षा र जिम्मेवारी किन्नको लागि हामीले कुन मूल्यमा आफ्नो बाल्यकालको त्यो खुसी बेच्यौँ होला? यदि यो सुनेर तपाईँलाई पनि आफ्नो पहिलो तलब याद आयो भने कमेन्टमा आफ्नो कथाहरू सुनाउनुहोला। This is episode 6 of Stories I Have Been Carrying. Thank you for listening.